शीत युद्धको इतिहास हामीले किताबमा पढेका छौं, फिल्ममा हेरेका छौं, तर केही कथाहरू यस्ता हुन्छन् नि जुन संसारको नजरबाट लुकेर हिमालयको अग्लो चुचुरोमा लेखिएका थिए। आज हामी सिआइए र तिब्बती खम्पा लडाकुहरूको त्यस्तै एउटा गोप्य र साहसिक कथाको पर्दाफाश गर्दैछौं। कल्पना गर्नुहोस् त सन् 1961 को कुरा हो। व्हाइट हाउसको सिचुएसन रूम, एकदमै तनावको माहौल। सिआइएका डाइरेक्टर एलन डल्सले टेबलमा एउटा नीलो रङको लेदरको झोला राख्छन्। त्यो झोला सामान्य थिएन। त्यसमा रगतका टाँटाहरू थिए अनि गोलीले बनाएको प्वाल पनि। हो, त्यही झोलाभित्र एउटा यस्तो रहस्य लुकेको थियो जसले सिआइएलाई नै चकित पार्नेवाला थियो। अब यो झोलाको यात्रा आफैमा एउटा कथा हो। सोच्नुस् त, नेपालको दुर्गम मुस्ताङ, त्यहाँ चिनिया सेनाका कमान्डरमाथि खम्पा लडाकुहरूले आक्रमण गरेर यो झोला खोसे। अनि त्यो झोला रातारात भारतको कोलकाता पुग्यो, जहाँ सिआइएका एजेन्टहरू कुरिरहेका थिए। र त्यहाँबाट सिधै वाशिंटन डिसी, अमेरिकी शक्तिको केन्द्र, व्हाइट हाउससम्म। त्यसो भए प्रश्न उठ्छ, एउटा सामान्य देखिने झोला, त्यसमा पनि रगतले लतपतिएको, त्यो किन यति महत्त्वपूर्ण थियो? कसरी एउटा छापामार आक्रमणले शीतयुद्धको गुप्तचर सूचनाको पुरै खेल नै बदलिदियो? आउनुहोस्, यसको रहस्य खोलौं। किनभने त्यो झोलाभित्र चिनिया सैन्य कागजातहरू थिए र ती कागजहरूले अमेरिकाको लागि एउटा इन्टेलिजेन्स बम नै पड्काइदियो। त्यतिबेलासम्म अमेरिका के सोच्थ्यो कि चीन एउटा शक्तिशाली एकजुट कम्युनिस्ट देश हो, तर ती कागजले हेल्थ अर्कै कहानी बतायो। माओको ग्रेट लिप फरवर्ड नराम्ररी फेल भएको थियो, देशमा ठूलो अनिकाल थियो, आन्तरिक कलह थियो, र सबैभन्दा ठूलो कुरा के थियो भने कम्युनिस्टका दुई ठूला किल्ला, चीन र सोभियत संघ, अब साथी रहेनन्। उनीहरूको बीचमा गहिरो फाटो आइसकेको थियो। तर एकछिन है, यो झोला मुस्ताङमा कसरी आइपुग्यो? खम्पा लडाकुहरू को थिए? यो सबै बुझ्नको लागि हामीले समयमा अलिकति पछाडि जानुपर्छ। यो द्वन्द्वको जरो कहाँ थियो र यसका मुख्य खेलाडीहरू को थिए, त्यो चिन्नु जरुरी छ। यो लडाईँ वास्तवमा एकदमै असमान थियो। एकातिर थियो चीनको विशाल पिपल्स लिबरेसन आर्मी, आधुनिक हतियार, अनगिन्ती स्रोत साधन भएको कब्जाकर्ता शक्ति। अनि अर्कोतिर थिए खम्पाहरू, पूर्वी तिब्बतका यी योद्धाहरू, जसलाई छुसी गान्द्रुक पनि भनिन्थ्यो। उनीहरूसँग आधुनिक हतियार थिएन, तर उनीहरूसँग आफ्नो भूमिको ज्ञान थियो र आफ्नो गुमेको मातृभूमिका लागि लड्ने अदम्य साहस थियो। तर साहसले मात्र पुग्दैनथ्यो, उनीहरूलाई बाहिरी सहयोगको सख्त खाँचो थियो। हो, यही सहयोगको खोजीले कथामा एकजना महत्त्वपूर्ण पात्रको प्रवेश गराउँछ, ग्यालो थोन्डुप। उहाँ को हुनुहुन्थ्यो? दलाई लामाका जेठा दाजु, भारतमा निर्वासित जीवन बिताइरहनु भएको थियो। उहाँ नै त्यो पुल बन्नुभयो जसले हताश खम्ता प्रतिरोधलाई संसारको सबैभन्दा शक्तिशाली गुप्तचर एजेन्सी सिआइएसम्म जोड्यो। अनि यहीँबाट सुरु हुन्छ सिआइएको गोप्य सेना बनाउने अभियान, एउटा यस्तो गोप्य कार्यक्रम जसले तिब्बती लडाकुहरूलाई तालिम र हतियार दिन्थ्यो। यो अपरेसनको नाम थियो अपरेसन एसटी सर्कस। यो कुनै सामान्य तालिम थिएन। सिआइएले एउटा पूरै पाइपलाइनै तयार पारेको थियो। भारतमा रहेका तिब्बती शरणार्थीहरूबाट छनौट गर्ने, उनीहरूलाई गोप्य रूपमा अमेरिकी आधारहरूमा पुर्याउने। पहिलो टोलीका नेता थिए गेवाङ्दी। उनीहरूलाई अमेरिकाको कोलोराडोमा लगेर तालिम दिइयो। किन कोलोराडो? किनभने त्यहाँको मौसम, त्यहाँको उचाइ तिब्बतसँग मिल्दोजुल्दो थियो। खम्पाहरूले त त्यो ठाउँलाई मायाले एउटा कोड नेम पनि दिएका थिए, डुम्रा, जसको अर्थ हुन्छ बगैँचा। अब लडाईँको रणभूमिमा एउटा ठूलो परिवर्तन आयो। सिआइए र खम्पाहरूले बुझे कि तिब्बतभित्रबाटै लड्न गाह्रो छ, त्यसैले उनीहरूले आफ्नो अपरेसनको केन्द्र नेपालको उत्तरी सिमाना मुस्ताङमा सारे। यो एउटा रणनीतिक निर्णय थियो। हो, यही नेपाल बेसबाट चलाइएको अपरेसनको आधिकारिक कोड नेम थियो, एसटी सर्कस। सोच्नुहोस् त, नेपाल जस्तो तटस्थ देशको भूमिबाट चीन जस्तो शक्तिशाली देश विरुद्ध गोप्य युद्ध सञ्चालन भइरहेको थियो। यो नामले नै यसको गोप्यता र खतरनाक प्रकृतितर्फ सङ्केत गर्छ। र नेपालमा सिआइएले जे गर्यो त्यो कुनै हलिउडको स्पाई फिल्मको कथाभन्दा कम थिएन। उनीहरूले एउटा विशाल गोप्य नेटवर्क नै बनाए। रातको अन्धारोमा विमानबाट हतियार र पैसा झारिन्थ्यो।
एयर भेन्चर्स जस्ता देखाउटी कम्पनीहरू खडा गरिए, दुर्गम ठाउँहरूमा साना साना एयरस्ट्रिपहरू बनाइए। र सबैभन्दा अचम्मको कुरा, यो सबै तत्कालीन राजा महेन्द्रको मौन स्वीकृतिमा भइरहेको थियो। वार्षिक $5 लाख को बजेट थियो यो अपरेसनको। सबै कुरा योजना अनुसार चलिरहेको थियो, तर राजनीतिमा स्थायी शत्रु वा मित्र हुँदैनन्। विश्व राजनीतिको हावा बदलियो र यो बदलिँदो हावाले खम्पा लडाकुहरूलाई उनीहरूकै अमेरिकी मालिकहरूको लागि बोझ बनाइदियो। कसरी? हेर्नुहोस्, अमेरिकाको लागि अब नयाँ शत्रु सोभियत सङ्घ थियो। राष्ट्रपति निक्सन र हेनरी किसिन्जरले एउटा नयाँ रणनीति बनाए, चीनसँग दोस्ती गरेर सोभियत सङ्घलाई एक्ल्याउने। र चीनसँग दोस्तीको हात बढाउँदा एउटा शर्त थियो, एउटा मूल्य चुकाउनुपर्ने थियो। त्यो मूल्य थियो तिब्बती प्रतिरोधलाई दिँदै आएको सबै सहयोग बन्द गर्ने, उनीहरूलाई बीच बाटोमै छाडिदिने। त्यो धोका कति गहिरो थियो भन्ने कुरा सिआइएकै एक अधिकारी जोन केनेथ नसको यो भनाइले प्रश्न पार्छ। उनले भने, उनीहरू शीतयुद्धका टुहुरा बने। सोच्नुस् त, कति मार्मिक शब्द। जो वर्षौंसम्म अमेरिकाको लागि लडे, उनीहरूलाई भूराजनीतिको चेस बोर्डमा एउटा काम नलाग्ने गोटी जस्तै फ्याँकिदियो। र यसरी लगभग 18 वर्षसम्म चलेको यो गोप्य युद्ध अब आफ्नो दुःखद अन्त्यतिर बढ्दै थियो। अब घटनाक्रम एकदमै छिटो अघि बढ्यो। एकातिर चीनले नेपाल सरकारलाई खम्पाका क्याम्पहरू बन्द गर्न लगातार दबाब दिन थाल्यो। राजा वीरेन्द्र चीन भ्रमणमा गए। अर्कोतिर दलाइ लामा आफै धर्मसङ्कटमा पर्नुभयो। नेपालमा रहेका हजारौं निर्दोष तिब्बती शरणार्थीहरूको ज्यान खतरामा थियो। त्यसैले उहाँले एउटा अत्यन्तै पीडादायी निर्णय लिनुभयो। आफ्नै लडाकुहरूलाई हतियार बिसाउन आग्रह गर्दै एउटा रेकर्डेड सन्देश पठाउनुभयो। धेरैले आफ्नो धर्मगुरुको आज्ञा माने, तर सबैले मानेनन्। ती नमान्नेहरूमा थिए कमान्डर गे वाङदी, त्यही व्यक्ति जसले पहिलो टोलीको नेतृत्व गरेका थिए। उनी र उनका 36 जना सबैभन्दा वफादार साथीहरूले आत्मसमर्पण गर्न ठाडै अस्वीकार गरे। उनीहरूको लागि यो धोका थियो। त्यसैले उनीहरूले एउटा अन्तिम हताश प्रयास गरे, मुस्ताङ छाडेर हिउँले ढाकिएको हिमालय पार गर्दै भारत भाग्ने। तर उनीहरूको त्यो यात्रा कहिल्यै पूरा भएन। दार्चुलाको टिङ्कर भन्ने ठाउँमा नेपाली सेनाले उनीहरूलाई एम्बुसमा पार्यो र त्यही भिडन्तमा 18 वर्ष लामो प्रतिरोधका सबैभन्दा वीर कमान्डर गे वाङदी मारिए। भनिन्छ उनको शव पछि उनको पाखुरामा खोपिएको ट्याटुबाट पहिचान गरिएको थियो र उनको मृत्युसँगै त्यो लामो र गोप्य विद्रोहको पनि अन्त्य भयो। र अन्तमा यो पूरै कथाको तीतो यथार्थलाई कसले बताउँछ भन्दा त्यही व्यक्ति जसले यो सबै सुरु गरेका थिए, ग्यालो थोन्डुप। आफ्नो आत्मकथामा उहाँले लेख्नुभयो, मेरो पूरै जीवनमा मलाई एउटै कुराको पछुतो छ, सिआइएससँग मेरो संलग्नता। उनीहरू केवल समस्यालाई गिजोल्न चाहन्थे। उहाँको निष्कर्ष के थियो भने अमेरिकीहरूलाई तिब्बतको स्वतन्त्रतासँग कहिले मतलब थिएन। उनीहरूको एउटै उद्देश्य थियो, चीनलाई दुःख दिइराख्ने। यो कथाले एउटा गम्भीर प्रश्न छोडेर जान्छ। जब महाशक्तिहरूले आफ्नो स्वार्थ पूरा गर्न अरूलाई आफ्नो प्रक्सी बनाएर गोप्य युद्ध लड्छन्, तब त्यो युद्धको अन्तिम र सबैभन्दा ठूलो मूल्य वास्तवमा कसले चुकाउँछ?